Once again, congratulations Team Nepal. नेपाली क्रिकेट टिम चाहिँ के हो क्या नेपाली खेलाडीहरू के हो जुन सुकै गेम पनि अन्तिममा गएर मात्रै जित्नुपर्छ हामी हेर्ने मान्छेहरूको मुटु काम्दैन कतिपय नेपाली क्रिकेट फ्यानहरूले चाहिँ अब नेपालले हार्यो भनेर गेम छोडेर हिँडिसके हुन्छ के तर लास्ट ओभरमा आएर के गर्छ के जादु गर्छ क्या नेपालले प्रत्येक गेम चाहिँ अब के हुने होला त भने जस्तो खुल्दुली बनाइराख्छ क्या दिपेन्द्र सिंह ऐरी बाघ हो क्या बाघ 3 विकेट रनआउट गरेको छ त्यतिकै गुलसन कुमार झा अब नेपाली क्रिकेटको कमब्याक किङ भनेर गुलसन झालाई भन्दा हुन्छ क्या आज पनि कतै न कतै गुलसन झाको एकदम ठुलो रोल छ ब्याटिङमा होस् या बलिङमा मैले त एउटा पोइन्टमा गएर त मानिसकेको थिएँ कि आज रोहित पौडेलको क्याप्टेन्सी आज खराब छ तर अन्तिम समयमा गएर उनले आफूलाई प्रुभ गरेरै छाडे के उनको क्याप्टेन्सी चाहिँ सही थियो भनेर जबकि उनले सुरुमा ब्याटिङ रोज्दाखेरि चाहिँ कता नेपाली फ्यानहरूलाई चाहिँ क्याप्टेनले गलत गरे कि भन्ने थियो मलाई पनि क्याप्टेनले गलत गरे कि भन्ने थियो तर अन्तिम ओभरमा गएर जब नेपालले जित्यो मैले माने क्याप्टेनलाई वेल डन टिम नेपाल अब हामी छिट्टै नै 2026 मा नेपालको जर्सी लाएर वर्ल्ड कप हेर्ने इन्डिया जान सक्छ भिजा पनि चाहिँदैन नो टेन्सन अबको भेट वर्ल्ड कपमा अब बाँकी गेमहरू त नेपालले सजिलै जित्छ यो ट्रफी पनि नेपालले आफ्नो नाममा अब ल्याउँछ म त ढुक्क छु अनि तपाईहरु नि